सो हेलो एन्ड नमस्ते साथीहरु, स्वागत छ हजुरहरुलाई मेरो आजको डे 92 मिनी ब्लगमा। आई होप हजुरहरु सन्चै हुनुहुन्छ होला अनि हामी पनि एकदम सन्चै आरामै छौं। सो साथीहरु, आज चाहिँ बिहान बिहान उठेर चाहिँ मेरो काम थियो नास्ता बनाउने, अनि सँगसँगैको यो 2 घण्टामा चाहिँ मैले खाना पनि बनाएर जान्छु भन्ने सोचिरहेको थिएँ। हजुरहरुलाई चाहिँ मैले पहिले भन्ने कुराहरु याद छ कि छैन, तर म फेरि पनि भन्छु। आज भोलि पनि म 6 बजे काम गर्छु अनि त्यसपछि चाहिँ 1-2 घण्टा घरमै भएर अनि 9 बजे देखि नै काम स्टार्ट गर्छु। तर साथीहरु, पहिलेको भन्दा चाहिँ अहिले अलिकता गाह्रो हुन्छ, किनकि पहिले चाहिँ काम गर्ने घरहरू नजिकै नै पर्थ्यो र अलिकता सजिलो हुन्थ्यो, तर अहिले चाहिँ काम गर्ने घरहरू अलि टाढा छन्। सो त्यसकारण चाहिँ काममा टाइममै पुग्नको लागि चाहिँ रुमबाट छिट्टै नै निस्किनु पर्ने हुन्छ हामीले। अनि यो झमेलाको कारणले चाहिँ मैले यो 2 घण्टामा नै खाना र नास्ता रेडी गर्न सक्दिनँ। अनि साथीहरु, म चाहिँ यति हरामी छु कि कामबाट आइसकेपछि मलाई किचनमा हात नै लाउन मन लाग्दैन। भन्दा हरामी भनेछु, तर यसलाई चाहिँ अल्छीपन भन्छ। सो बोल्दाखेरि चाहिँ मिस्टेक भएको साथीहरु अलिकता बुझिदिनु होला। अब बिहान त कालीको लागि नास्ता बनाउनै पर्यो। जुन टाइममा म किचनमा लागिहाले हुन्छु अनि त्यति बेला म सोच्छु अहिले नै सबै कुराहरू गर्छु अनि त्यसपछि चाहिँ आनन्द हुन्छ जस्तो लाग्छ मलाई। अनि साथीहरु, आफै पनि सोच्नु न, कामबाट आएको बेला चाहिँ खाना रेडी भएको देखेपछि आफूलाई पनि आनन्द लाग्छ अनि केही बेर आराम गरेर खाना खान पनि मन लाउँछ। अनि फेरि के साथीहरु, मेरो कुरा चाहिँ उस्तै पागलको जस्तो बनाउन चाहिँ आफूले नै खाना बनाएर जाने अनि आउने बेलासम्म चाहिँ अरूले बनाएको हो जस्तो फिल लिने चाहिँ मेरो बानी नै छ। यसलाई भन्छ जसरी भए पनि सन्तुष्टि त हुन पर्यो। बाइ द वे साथीहरु, काले चाहिँ आएर नास्ता खाएर फेरि अब काममा जान लाग्नु भयो। सो थ्यांक यू सो मच यहाँसम्म ब्लग हेरिदिनु भएकोमा, र आजको लागि यति नै। भेटौँ ल अर्को मिनी ब्लगमा। त्यतिसम्मको लागि चाहिँ बाइ बाइ।